जापानको काम तपाईँहरूलाई सबैले थाहा छँदैछ साथीहरू, कति बिजी भइन्छ। त्यो बिजीको बावजुद पनि मैले अलिकति टाइम निकालेर आफूलाई, आफ्नो शरीरलाई, आफ्नो मेन्टल हेल्थलाई चाहिँ यसरी स्वस्थ बनाउने कोसिस गर्छु साथीहरू। मैले मेरो किचन गार्डनमा काम गर्दाखेरि मलाई नराम्रो नकारात्मक कुराहरू केही पनि सोचमा आउँदैन, धेरै कुराहरू ओभर थिङ्किङहरू हुँदैन, कस्तो आनन्द लाग्छ क्या साथीहरू। अनि तरकारी मात्र रोपेर भएन नि साथीहरू, होइन, वरिपरिको सरसफाइ पनि गर्नु पर्यो। योभन्दा अघिल्लो वर्षमा चाहिँ मलाई एकदमै गाह्रो भयो साथीहरू। यो झारहरू एकदम बेसी आएर कति औषधिहरू खर्च गरेँ, कति झार मार्ने औषधि खर्च गरेँ। अनि यही झारको बारेमा पनि मलाई धेरै व्यङ्ग्य गरियो। मेरो बारीमा हेर्न आउने मान्छेहरूले मलाई धेरै नै यस्तो झार वरिपरि झारै झार भन्नुभयो। तर उहाँहरूले बुझ्नु भएको थिएन कि म कति काम गरेर पनि यति दुःख गरिरहेको छु, आफूलाई फ्रेस तरकारीहरू उत्पादन गरिरहेको छु भनेर उहाँहरूले बुझ्नु भएको थिएन। यसपालि चाहिँ हर कुराको सल्युसन चाहिँ नि हुँदो रहेछ साथीहरू। यसपालि चाहिँ मैले घाँस काट्ने मेसिन किनेको छु। आनन्द मजाले